उता टक्किँदै बसिरहेको छु। अहिले पनि उनीहरूको एउटै फोकस छैन। डिएक्सनले के भन्छ भन्दाखेरि तपाईले लेफ्ट र राइट नहेर्नुहोस्, तपाईसँग इनफ सम्पत्ति कमाउने यही छ, अबको भविष्यको बिजनेस यही नै हो। यहाँ हामीसँग सबै कुरा छ, तपाईँ किन डाइभर्ट हुनुहुन्छ यता र उता? सिंगल फोकस गर्नुहोस्, एउटै फोकसमा जानुहोस्। डिएक्सनमा जानुभयो भने तपाईँ के हुनुहुन्छ? तपाईँ सफल बन्नुहुन्छ। त्यसकारण गैंडाको यहाँ जुन दिएको छ, गैंडा एउटा यस्तो जनावर हो जसले एउटा टुक्रा टार्गेट गरेर हिँड्छ नि, त्यहाँ वरिपरि के आउँछ उसले हेर्दैन, पुरा उस सिधा उस चाहिँ आफ्नो लक्ष्यमा चाहिँ पुग्छ। त्यस्तै चाहिँ डिएक्सनले पनि के भन्छ भन्दा तपाईले आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र डिरेक्सनमा निरन्तर अगाडि बढ्नुहोस्, लेफ्ट एन्ड राइट नहेर्नुहोस् हैन। तपाईले अरूको बारेमा चर्चा गर्नु पनि पर्दैन, अरूको बारेमा व्याख्या गर्नु पनि पर्दैन, अरूको बारेमा बढी विश्लेषण गर्नु पनि पर्दैन। मात्रै तपाईले डिरेक्सनमा स्टिक गर्नुभयो र डिरेक्सनको कल्चरलाई सम्मान गर्नुभयो भने तपाई एक दिन तपाईको लक्ष्यमा पुग्नुहुन्छ। त्यसकारणले निरन्तर डिरेक्सनको कल्चरलाई डिरेक्सनले चाहिँ जति दिएको छ त्यसलाई सम्मान गरेर तपाईं अगाडि बढ्नु। यो त वास्तवमा त डिरेक्सन 1993 मा सुरुवात गर्दा अर्थात् 2000 सम्म आउँदाखेरि पनि 2005 सम्म आउँदाखेरि डिरेक्सन त्यति धेरै ग्रोथ थिएन। तर अहिले हेर्नुस् न डिरेक्सनसँग के छैन। अब पनि हामी डिरेक्सनबाट विचलित हुनुपर्ने कुनै कारण छैन नि त। त्यसकारणले स्टिक एउटै फोकसमा रहनुहोस्। अनि वान ड्र्यागन कन्सेप्ट डिरेक्सनले चाहिँ सुरुवातदेखि नै हैन, विजय सरले भर्खरै भन्नुभयो, उहाँले डिरेक्सनले चाहिँ पहिला रिसर्च गरेर त्यसपछि प्रोडक्ट बनाएर अनि यो राम्रो प्रोडक्टलाई चाहिँ हरेकको घरमा कसरी पुर्याउने त भनेर बल्ल कम्पनी स्टार्ट गरेको। त्यस्तो कम्पनीहरु हैन, त्यस्तो कम्पनी। त्यसकारणले यसको वान ड्र्यागन भनेको टोटल कम्पनी, सब वान प्रोसेस कम्पनी। कल्टिभेसन यसको रिसर्च र डेभलप पनि आफ्नै हो। यहाँ चाहिँ रिसर्च डेभलप लेखेको छ, रिसर्च एन्ड डेभलप पनि आफ्नै हो, कल्टिभेसन पनि आफ्नै, म्यानुफ्याक्चरिङ पनि आफ्नै, वितरण प्रणाली पनि आफ्नै, होल एभ्रिथिङ आफैसँग छ। अब हामीसँग यसमा शंका गर्नुपर्ने कुरा केही पनि छैन। त्यसकारणले यो एकदमै स्ट्रङ कम्पनी हो। यस्तो सिद्धान्त लिएर आज विश्वभरि कतिवटा फ्याक्ट्री छ, किनकि यसको यो सिद्धान्तले गर्दाखेरि इस्टाब्लिश भएका हुन् सबै कम्पनीहरु चाहिँ। यसको सिद्धान्त राम्रो हुन्थेन भने के हुन्थ्यो, तर यसको मूलभूत सिद्धान्त कल्चर यसको एकदमै स्ट्रङ छ। अनि वान वर्ल्ड वान मार्केट, यो सबैभन्दा ठुलो अस्त्र, यो सबैभन्दा ठुलो सम्पत्ति त यो हो हामीले पाएको। सबैभन्दा ठुलो अपर्च्युनिटी पाएको भनेको यो वान हो। तपाईले जुनसुकै ठाउँबाट तपाईले एउटा सिंगल डिस्ट्रिब्युटर कार्ड बनाउनु भयो भने तपाई वर्ल्ड वाइड बोनस इन्जोय गर्न पाउनुहुन्छ। जहाँ गए पनि तपाईले आफ्नो बिजनेसलाई प्रमोट गर्न पाउनुहुन्छ। त्यो अधिकार तपाईले यो वान वर्ल्ड वान मार्केट कन्सेप्टले दिएको छ। यस्तो कन्सेप्टलाई ट्रुली अवलम्बन गर्ने कम्पनी यो संसारमा धेरै कम छ। हामी चाहिँ यसमा चाहिँ सुपर मास्टर कम्पनी हो। हामी चाहिँ वान वर्ल्ड वान मार्केटको कन्सेप्टमा चाहिँ एकदम राम्रोसँग चाहिँ अहिलेसम्म 30-32 वर्षको हिस्ट्रीमा इतिहासमा चाहिँ एकदम सत्य तरिकाले अवलम्बन गर्ने कम्पनी एक मात्र हो, त्यो डिएक्सन, जोटातारी डिएक्सनलाई। त्यसकारणले जुन यहाँ अहिले कति मलेसियाबाट सुरुवात गरेर अहिले नेपालमा इन्जोय गर्नुभएको मान्छे कति हुनुहुन्छ, कति मान्छे साउदीबाट सुरुवात गरेर यहाँ इन्जोय गर्ने मान्छे हुनुहुन्छ, कति मान्छे बहराइनबाट, कति मान्छे कतारबाट, कति मान्छे बाहिरबाट, कतिबाट है, कति नेपालबाट, सबै बाहिरबाट सुरुवात गरेको आज आफ्नो देशमा आएर, आफ्नो परिवारमा, आफ्नो ठाउँमा आएर चाहिँ इन्जोय गर्नुभएको छ। यो के को कारणले? बिकज अफ वान वर्ल्ड वान मार्केटको कारण। यदि यो हुन्थेन भने तपाईले सायद यो इन्जोय गर्न पाउनुहुन्थेन। त्यसकारण थ्याङ्क्स डिएक्सन, तपाईले डिएक्सनले चाहिँ जुन संस्कार, जुन इथिक र जुन सिद्धान्तले चाहिँ यो निर्माण गरेको छ, यो निर्माणले चाहिँ आज हाम्रो भविष्य सुनिश्चित गरेको छ। हामी जहाँ पनि जान्छौँ हाम्रो बिजनेसलाई प्रमोट गर्न सक्छौँ। अनि हामीसँग तीनटा पार्टनरहरू छौँ, हामी एक्लै छैनौँ, हामी 3 in 1 एउटै मिसनमा जान्छौँ हैन। कम्पनीको म्यानेजमेन्ट, कम्पनीको डिस्ट्रिब्युटर अनि कम्पनीको सर्भिस सेन्टर, हामी 3 in 1 एउटै मिसनमा चल्छौँ। यहाँ डिस्ट्रिब्युटर मात्रै ठुलो मान्छे पनि होइन, म्यानेजमेन्ट मात्रै पनि ठुलो मान्छे पनि होइन, सेल्स सेन्टर मात्रै पनि ठुलो मान्छे होइन। यहाँ तीनटाको आफ्नो आफ्नो भूमिका छ। सबै आफ्नो आफ्नो भूमिकामा हामी इमानदारसँग चाहिँ अगाडि बढ्यौँ भने यो मिसन चाहिँ तपाईँ र मैले देखेको सपना जसले पनि पुरा गर्न सक्छ। किनभने वी आर द रियल 3 in 1 पार्टनर। हामी चाहिँ त्यो त तीनटा चाहिँ एउटै पार्टनर हैन। डिस्ट्रिब्युटर बिना कम्पनीको प्रमोट हुँदैन,
कम्पनीले मेन्टेन गर्दैन भने हामीले प्रमोट गर्न सक्दैन। सेल्स ठाउँमा गएर सर्भिस सेन्टर सर्भिस गर्दैन भने हाम्रो चाहिँ बिजनेस प्रमोट हुँदैन। त्यसकारणले यो चाहिँ तिनटैले चाहिँ आफ्नो भूमिका, आफ्नो रोल्स सही तरिकाले, इमानदार तरिकाले मेरो बिजनेस यो मेरो कम्पनी भनेर चाहिँ हामीले रोल खेल्दैछौँ भने हामी यो संसारमा अहिले पनि अब नम्बर 1 मा जान खोज्दैछौँ। अब वर्ल्डमै बेस्ट एन्ड नम्बर 1 सुपर कम्पनी हुन्छ। त्यसकारणले वी आर, तपाईँ एक्लै हुनुहुन्न, तपाईँ हामी यो तीनटा पार्टनर चाहिँ हामी एउटै डाइरेक्सनमा काम गर्छौँ। यहाँ डिएक्सएनको कल्चरले के भन्छ भन्दाखेरि सानोबाट सुरु गर्नुहोस् हैन, स्टार्ट स्मल भन्छ, ठुलो सपना देख्ने हिम्मत गर्नुहोस्। डाक्टर लिम आफै जुन बेला उहाँ नोकरी गर्दै हुनुहुन्थ्यो, नोकरी छोडेर जिरोमा आउनुभयो, क्लोज गर्नुभयो डिएक्सएनलाई इस्टाब्लिस गर्नको लागि। उहाँको आम्दानी 0 छ। डिएक्सएन चाहिँ त्यो बेलामा सेल्स छैन, सेल्स कम भएछ, डिएक्सएन लसमा छ। तर उहाँले भन्नुहुन्छ मैले 0 बाट सुरु गरेको, अहिले वर्ल्डको अहिले $1 बिलियन कम्पनी भइसकेको छ। त्यसकारण चाहिँ हामीले उहाँको सपना एउटै थियो कि यो विश्वभरि नै म क्यानाडामा पुर्याउँछु। मलेसियाको एउटा जङ्गलको बिचबाट उहाँले सोच्दै हुनुहुन्थ्यो संसारभरिको मान्छेहरूले रातो च्याउ खान्छ। कत्रो ठुलो महान विचार होला। तर अफिस हेर्न जाँदाखेरि चाहिँ त्यहाँको के अरे अफिस त्यहाँ क्यानाडामा को चाहिँ त्यो एसोसिएसनको डाइरेक्टर गएर हेर्दाखेरि यस्तो अफिसबाट पनि यो क्यानाडामा बिक्री हुन्छ र भनेर सोध्नुहुन्छ कि त्यो अफिस देख्दाखेरि, अफिसको सेटअप देख्दाखेरि सुरुवातमा। अनि डाक्टर लिमले आन्सर दिनुहुन्छ, सर आई हेभ मेनी प्रब्लम, मसँग धेरै समस्या छ, तर मसँग एउटै समस्या छैन कि यो बिक्री कसरी हुन्छ। बिक्री त 100% हुन्छै हुन्छ, मलाई कन्फिडेन्स छ भन्नुहुन्छ भने बिक्रीको लागि मलाई चिन्ता छैन, अरू थुप्रै समस्या छ मसँग, तर बिक्रीको लागि चिन्ता छैन, किनभने यसभित्र जुन गुण छ त्यो मलाई थाहा छ। हरेक मान्छेको आवश्यकता छ। अनि कहिले नि यो हरेकको घर घरमा जानुपर्छ, यो हरेकको घर घरमा हुन जरुरी छ र हुन्छ भनेर उहाँले त्यतिखेर सोचिसक्नु भएको थियो। जसरी बिल गेटले हरेकको हातमा के अरे ल्यापटप र पामटप र मोबाइल हुनेछ, कम्प्युटर हुनेछ भन्दाखेरि त्यतिखेर कम्प्युटर घरभन्दा ठुलो हुन्थ्यो अरे। 60-70 जना मान्छे चाहिन्थ्यो एउटा कम्प्युटर चलाउनु, सुरुवातमा कम्प्युटर। तर बिल गेटले सोच्दाखेरि चाहिँ यो हरेकको घरको पकेटमा हुन्छ यो कम्प्युटर भन्दाखेरि मान्छे गललल्ल हाँस्दै अरे। त्यतिखेर डाक्टर लिमलाई पनि त्यही हाँस्थे मान्छेहरू। अहिले एउटा जङ्गलको बिचबाट यति ठुलो कुरा गर्ने भने, तर आज हेर्नुहोस् त, सही प्रिन्सिपल, सही सिद्धान्त, सही लक्ष्य, सही फाउन्डेसन बनाएर सानो स्टार्टअपबाट पनि ठुलो गर्न सकिँदैछ हैन। त्यसकारण चाहिँ यहाँ के भनेको छ भन्दाखेरि तपाईले आफ्नो लागि सानैबाट सुरु गर्नुहोस्, समर्पणको शक्तिलाई बुझ्नुहोस्। जब तपाईँ आफूले म डिएक्सन हो, म डिएक्सनमा जस्तो परिस्थितिमा पनि म अगाडि बढ्ने नै हो हैन। हाम्रो बिहारमा चाहिँ हाम्रो आदरणीय क्राउड क्लासको सावित्री म्याडमले भन्छ जस्तो उड्न सके उड्न, नसके दौडिने, नसके हिँड्ने, अझै नसके घस्रेर भए पनि स्टप चाहिँ नगर्ने भन्नुभएको थियो नि, त्यो चाहिँ फर्मुला नै हो। त्यही सिद्धान्त डिएक्सनले गर्छ। ठुलो सपना देख्नुहोस्, सानोबाट सुरुवात गर्नुहोस् र समर्पणको शक्तिलाई गर्नुहोस्। पदलाई कहिल्यै नकिन्नुहोस् र करोडपति बन्नु भनेको तथ्याङ्क मात्रै। तपाईको जति ठुलो टिम छ त्यति इन्कम हो। त जसको सिद्धान्त पनि त्यही हो। यो संसारमा जति पनि मान्छेहरू धनी छन् नि, उनीहरूसँग काम गर्ने मान्छे अथवा उनीहरूको टिममा ठुलो धेरै को छ, समूह छ, त्यही तथ्याङ्क हो। जसको जति ठुलो समूह छ उसको त्यति धेरै इन्कम हुने हो। यो त धनी बन्ने एउटा फर्मुला हो। यो तथ्याङ्कको हो। तपाईँ आज एकजना सुरुवात गर्नुभएको छ, तर तपाईँले आफ्टर 10 इयर्स 5 इयर्स तपाईँको तथ्याङ्कलाई 10औं 20औं 30औं हजार 1 लाखको बनाउन सक्नुहुन्छ। यसमा यो सिस्टम छ। त्यसकारणले तपाईँले एभ्रीडे हेर्नुहोस् कि मेरो आज टिममा कतिजना जोइन भयो, कतिजना वृद्धि भयो, कति मेरो तथ्याङ्कमा कति बढ्दैछ, मेरो इन्कम कति बढ्दैछ, त्यही तथ्याङ्कले नै बताउँछ। त्यसकारणले मिलिनियर हुनु भनेको एउटै कुरा हो कि तपाईँको वृद्धि विकास कस्तो छ। अनि अर्को छ जिरो प्र्याक्टिस हैन, जिरो गेयरिङ हैन। यो जिरो गेयरिङ भनेको चाहिँ मैले धेरै ठाउँबाट चाहिँ मैले हेरेँ। जिरो गेयरिङ भनेको चाहिँ तपाईँसँग जे छ त्यहीबाट सुरु गर्छु भने हो। यो चाहिँ तपाईसँग जे छ, जस्तो सुरु छ, जस्तो अवस्थामा हुनुहुन्छ तपाईले त्यही अवस्थाबाट सुरुवात गर्नुहोस्। यस्तो नसोच्नुहोस् कि आज कुनै व्यक्तिले चाहिँ एकदमै ठुलो प्रगति गरेको देखायो र म
1 लाख 2 लाख रुपैयाँ 5 लाख रुपैयाँ म ऋण काट्छु अनि लगानी गर्छु र म पनि त्यस्तै बन्छु। नो, डेक्सनको संस्कारले भन्दैन। तपाईले कसैसँग लोन लिएर स्टार्टअप नगर्नुस्, कसैसँग लिएर स्टार्टअप नगर्नुस्। तपाईँ जिरोबाट सुरु गर्नु। जस्तो अवस्थामा हुन्छ त्यही अवस्थाबाट सुरुवात गर्नुस्, हैन? त्यस कारणले चाहिँ हामीले चाहिँ यहाँ एउटा टुथपेस्टबाट पनि सुरुवात गर्न सकिन्छ, एउटा साबुनबाट पनि सुरुवात गर्न सकिन्छ। डाक्टर लिमले सबैभन्दा फर्स्ट मेम्बर जोइन गर्दाखेरि, फर्स्ट डिस्ट्रिब्युटर जोइन्दाखेरि उसँग पैसै थिएन रे, उसमा चाहिँ पैसा थिएन रे। उ त्यस्तो व्यक्तिलाई जोइन गर्नुभयो जुन व्यक्तिले चाहिँ कफी रोस्टिङ गरेर गर्नुहुन्थ्यो, बनाएर बेचेर चाहिँ जीवन निर्वाह गर्ने। त्यो आज उसको हिस्ट्री अलिकति लामो छ, बतायो भने मानिस उसँग पैसै छैन तर उसलाई जोइन गर्नु, अपर्च्युनिटी बोलाउनु, मलाई यो बिजनेस मन पऱ्यो भन्नुभयो। तर उहाँले चाहिँ एकजना जुन व्यक्तिलाई चिन्नुभएको थियो उहाँलाई लिएर जाँदाखेरि चाहिँ उहाँसँग एउटा समस्या रहेछ, त्यो समस्या भएको मान्छेलाई खुवाउन सफल हुनुपर्छ। उहाँको कारणले गर्दाखेरि फर्स्ट सेल भएको छ। जुन मान्छेको पैसा छैन त्यहीबाट डेक्सन सुरुवात भयो, र जुन मान्छेले भनेर चाहिँ एउटा प्रोडक्ट बिक्री भयो त्यो व्यक्ति त्यही पैसा नभएको मान्छेले भनेर, त्यसकारण डेक्सन त्यहाँबाट सुरुवात भयो। त्यो भएर यहाँ चाहिँ तपाईँ आज एक्लै हुनुहुन्छ भनेर अब त्यो नसोच्नुहोस्। तपाईँ जब भन्न सुरु गर्नुहुन्छ सेयरिङ सुरु हुन्छ, तपाईँको वृद्धि हुँदै जान्छ। त्यही स्टेप चाहिँ यहाँ सुरुवात हुन्छ। उधार नलिनुहोस्, उधार नदिनुहोस्। उधार दिनुभयो भने पनि डुब्नुहुन्छ। त्यसले पनि तपाईँलाई मोटिभेट गर्दैन। तपाईँले किनेर लैजानु भयो, उसले राम्रो भएर पैसा दिला भनेर कतिपय हामीले प्र्याक्टिस गरेका छौँ नि। उसले त भन्छ, पहिले नै भन्छ तपाईँको प्रोडक्टले त केही पनि गरेन, अब फेरि पैसा कसरी माग्ने? त्यो के भएको छ तर भन्दैन क्या, उसले भन्दैन पैसा दिनुपर्छ भने। त्यसकारण रिलेसनसिप टुट्छ। डेक्सनको कल्चरलाई सोच्नुहोस्, न उधारो दिनुहोस्, न कसैसँग ऋण लिएर सुरुवात गर्नुहोस्, जिरोबाट सुरुवात गर्नुहोस्। यो चाहिँ डेक्सनले भन्छ सोलिड प्रोफाइल, हाई इन्कम, उच्च सम्मान र यहाँको प्रोफाइल। तपाईँ यहाँ कुनै पनि तपाईँले सिस्टममा जब पाउनुहुन्छ कसैसँग जिउ हजुर गर्नु पर्दैन, निवेदन लेख्नु पर्दैन म डायमन्ड भएँ, म निवेदन लेख्नु पर्दैन म प्रोफेसर खान पाउँछु। नो, तपाईँलाई जुन सिस्टमले बनायो सक्यो। तपाईँलाई अटोमेटिक तपाईँले पाउनुपर्ने सिस्टम चाहिँ आउँछ। त्यसकारणले यहाँ सम्मान पनि एकदम उच्च छ र प्रोफाइल तपाईँले आफ्नो निर्माण गर्ने। तपाईँ कुन स्टाटसमा पुग्न चाहनुहुन्छ, तपाईँ अहिले सुरुवात भए तापनि जहाँ पनि पुग्न सक्नुहुन्छ। त्यसकारणले हामीले अहिलेदेखिबाट अनावश्यक खर्च नगर्नुहोस्। सो अफ गर्न जरुरी छैन भन्छ डेक्सन। सो अफ देखाउनको लागि पैसा खर्च गरेर सो अफ गर्ने होइन। खर्च आवश्यक भन्दा बढी खर्च नगर्नु। खर्च नगर्ने भने भन्दा पनि होइन, तर चाहिँ आवश्यक भन्दा बढी खर्च नगर्नुहोस् र फजुल खर्च नगर्नुहोस्। आवश्यक भन्दा बढी खर्च भनेको सो अफको लागि र फजुल खर्च भनेको चाहिँ खराब कुरामा पैसा नहाल्नुहोस्। जुन कुराले तपाईँको जिन्दगी बर्बाद गर्छ, जुन कुराले तपाईँको हेल्थलाई बर्बाद गर्छ, त्यस्तो कुरामा चाहिँ कहिल्यै पनि पैसा खर्च नगर्नुहोस् भन्छ डेक्सनको संस्कार। त्यसकारण त डेक्सनको शिक्षा पाउने मान्छेहरू बिस्तारै उनको गलत ह्याबिट हट्दै जान्छ, किनभने यसले सिकाउँछ एउटा राम्रो नो वेस्ट टाइम। किनभने डेक्सनले अलवेज भन्छ जुनसुकै टाइमलाई पनि तपाईँले युज गर्न सक्नुहुन्छ। डोन्ट वेस्ट योर टाइम। टाइमलाई चाहिँ अति भ्यालु गर्नुहोस् भन्छ अनि अधिकतम बोनस प्राप्ति सुनिश्चित गर्नुहोस्। तपाईँको घरबाटै तपाईँको आफू जहाँ हुन्छ त्यहीँबाट तपाईँले धेरैभन्दा धेरै बोनसको वृद्धि विकास गर्न सक्नुहुन्छ है। त्यस्तो सिस्टम चाहिँ हामीसँग छ है। त्यसकारणले तपाईँ यो चाहिँ नगर्नुहोस् कि तपाईँले चाहिँ आफ्नो यो ह्याबिटलाई चाहिँ तय गर्नुहोस् भन्छ। अनि अब यहाँ के भन्छ भन्दाखेरि जहिले पनि सकारात्मक सोच लिनुहोस् भन्छ होइन। सकारात्मकले उत्कृष्ट। मान्छेको जीवनमा सधैँ के राम्रो दिन मात्रै आउँछ र सधैँ खुसी मात्रै भइन्छ र सकारात्मक बन्नु भनेको सामान्य कुरा छैन नि। सकारात्मक बन्न कसले सिकाउँछ? एक कोर भ्यालुले सिकाउँछ। जब तपाईँले डेक्सनको बारेमा डाक्टर लिमको हिस्ट्रीलाई पढ्नुहुन्छ, जब तपाईँले जिरोबाट हिरो हुने फर्मुलालाई बुझ्नुहुन्छ र सबै मान्छेको इथिक, सबै मान्छेलाई आवश्यक पर्ने चिज हामीसँग छ भन्ने कुरा जब बुझ्नुहुन्छ नि, तपाईँलाई कहिल्यै पनि नेगेटिभ बनाउन सक्दैन। त्यसकारणले यहाँ के भन्छ भन्दाखेरि बजारमा जहिले पनि तपाईँ अग्र पङ्क्तिमा हुने कोसिस गर्नुहोस्, प्रयास गर्नुहोस्। आजभन्दा बेटर, भोलि अझै बेटर, पर्सि अझै बेटर हुने कोसिस गर्नुहोस्। त्यो आफैले अभ्यास गर्ने हो। आफैले लगाउने तपाईँ कुन किताब पढेर हुन्छ, कुन चिज गर्नुहुन्छ, कुन ट्रेनिङ लिएर हुन्छ, आफूले आफूलाई उत्कृष्ट बनाउने प्रयास गर्नुहोस् होइन। बजारलाई नेतृत्व गर्ने प्रयास गर्नुहोस् र सधैँ एक नम्बर बन्ने संस्कृति। अनि डेक्सनको संस्कृति कसैलाई डिस्टर्ब गर्दैन है। यो अनन्त छ।
डिक्सनको संस्कृतिले कुनै पनि जात धर्म संस्कृतिलाई विरोध गर्दैन, एभ्रिथिङ वेलकम गर्छ र यसले चाहिँ एउटा राम्रो ह्युम्यानिटी बनाउनको लागि हामीले के गर्छ त शिक्षा दिन्छ। त्यसकारण यसको अनन्त छ, यसको चाहिँ उ चाहिँ र हामी समस्याहरूलाई चुनौतीको रूपमा लिन्छौँ। हामी कुनै पनि प्रब्लम आउँछ भने अब मलाई चाहिँ यसलाई फेस गर्नको लागि मलाई अझै बलियो बनाउनको लागि आइरहेको है भनेर चाहिँ यसलाई चुनौतीको रूपमा लिन्छौँ र चुनौतीलाई चाहिँ हामीले अवसरको रूपमा लिन्छौँ। डिएक्सएनले जहिले पनि डाक्टर लेमले चाहिँ यही भन्नुहुन्छ कि जब तपाईँलाई समस्या आउँछ त्यो तपाईँको प्रगतिको लागि, तपाईँको उन्नतिको, यही हो सकारात्मक सोच। जब तपाईँ समस्या आयो नि अब मेरो प्रगति हुँदैछ भन्ने कुरा तपाईँ सोच्नुभयो भने तपाईँ डराउनुहुन्न समस्या। जब तपाईँ समस्यालाई समस्यै भनेर सोच्नुहुन्छ नि तपाईँ गर्नुहुन्छ, तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। त्यसकारणले डिएक्सएनको कल्चर अहिले वर्ल्डको धेरै सफल व्यक्तिहरूले चाहिँ यो लिन सक्छन्, किनकि यो सबैलाई लागु हुन्छ। डिएक्सएनको मात्रै होइन कि तपाईँको एभ्री जीवनमा चाहिँ काम लाग्छ यो कुरा हो। त्यसकारणले हामी चुनौतीहरूलाई अवसरको रूपमा लिन्छौँ र ठुलो चुनौतीहरूको ठुलै प्रतिफल हुन्छ। जति ठुलो रिस्क लिन सक्नुहुन्छ, जति ठुलो चुनौतीलाई फेस गर्न सक्नुहुन्छ, तपाईँले त्यसको प्रतिफल पनि पाउन सक्नुहुन्छ। डिएक्सएनले चाहिँ त्यो बिलिभ, त्यो कोर भ्यालुलाई चाहिँ बिलिभ गर्छ, त्यही बिलिभ तपाईँलाई ट्रान्सफर गर्दैछ। तपाईँ र म अब डाक्टर लिमको भिजनलाई अगाडि बढाउने व्यक्ति हो। हामी सामान्य मान्छे होइन, हामी चाहिँ अब डिएक्सएन हो, हामी सानो डिएक्सएन हो। हामी जब जहाँ प्रस्तुत हुन्छौँ डाक्टर लिमको इथिक, त्यो प्रिन्सिपल हामीमा झल्किन पर्यो, उहाँको विचार हामीमा झल्किन पर्यो, बल्ल मात्रै हामी डिएक्सएनको चाहिँ राइट लिडर बन्न सक्छौँ। डिएक्सएनमा म्याङ्गो थ्योरीको एकदमै ठुलो महत्त्व छ। म्याङ्गो थ्योरी यो लाइफमा पनि हाम्रो के अरे लाइफमा पनि लागु हुन्छ र हाम्रो डिएक्सएनको सिस्टममा पनि लागु हुन्छ। जब एउटा आँपको रुखमा होइन यो चाहिँ फुलहरू फुल्छ, लाखौँ करोडौँ फुलहरू फुल्छ अरे, तर ती फुलहरू जब थोरै हावापानी आयो भने आधाभन्दा बढी चाहिँ झर्छ त्यो भुइँमा। त्यो सानो झोका पनि त्यो फुलले चाहिँ सहन सक्दैन, झर्छ तल। त्यसपछि फेरि अलिअलि चिचिला लाग्न थाल्छ, त्यो सहेर बसेका जति पनि फुलहरू छन् सानो सानो चिचिला पर्न थाल्छ अलिकति टाइम भइसकेपछि। त्यसपछि त्यो चिचिला पनि असिना र बर्सात भइसकेपछि कतिपयले चाहिँ त्यो रुखलाई छोडेर तल झर्छ, त्यो चिचिला भएका पनि तल झर्छ, त्यो रुखलाई अडिन सकेन। र जुन फुलले हावाहुरीबाट पनि बच्यो, उसले सहन सक्यो, असिनालाई पनि सहन सक्यो, पानी बर्सातलाई पनि सहन सकेर बुटोलाई त्यो रुखलाई नछोडिकन बस्यो नि, हो त्यही लास्टमा चाहिँ आँप बन्छ। हामी चाहिँ आँपको फर्मुला हो, तर एक्ज्याक्टली डिएक्सएनको सिस्टममा पनि त्यो लागु हुन्छ। जो व्यक्तिले जोइन भए, सानो समस्या आयो छोडिदिए, अलिकति मूल्य बढ्यो छोडिदिए, अलिकति चेन्ज भयो छोडिदिए, अलिकति अफिसको प्रब्लम भयो छोडिदियो, एउटा मान्छेको प्रब्लम भयो, एउटा मान्छेले नराम्रो भन्यो उसले छोडिदिए, डिएक्सएनलाई हेरेन, सामान्य सानो सानो गतिले छोडिदिए नि, ती चाहिँ हावाले झारेका फुल जस्तै तिनीसँग ठुलो लङ टर्मको भिजन थिए। अनि अलिकति वर्षामा पनि सहन सके, जसले अलिकति समस्यामा सहन सके, तिनीहरू बिस्तारै हुन थाले। त्यसपछि अलिकति ठुलो झोका आयो, कतिपय मान्छे डायमन्ड पनि छोडिदिन्छ होइन, डायमन्ड भएर पनि छोडिदिन्छ। डायमन्ड भएर पनि आफ्नो चाहिँ अस्तित्वलाई हेर्दैनन्, उनीहरूले अर्को कम्पनी अर्को कुराहरूलाई हेर्छन्। आफूले डायमन्ड भनेर उसलाई थाहै छ, ऊ चाहिँ समस्या देखेपछि ऊ भागिहाल्छ, अनि अलिअलि चिचिला लाग्ने बेलामा नै ऊ क्विट गरेर जान्छ। त्यस्ता पनि मान्छेहरू हाम्रो टिममा हुन्छन् होइन। अनि जस्तो सुकै परिस्थितिमा चाहिँ यस डिएक्सएन इज द नम्बर 1 भनेर अगाडि बढिराख्ने, पागल जस्तै बढिराख्ने मान्छे पनि हुन्छन्। ती मान्छेले भविष्यका क्राउन एम्बेसडर हुन्। एकैचोटि परिस्थितिमा पनि डिएक्सएन नम्बर 1, डिएक्सएन हेल्थ, वेल्थ एन्ड ह्याप्पिनेस एन्ड फ्रिडमको बिजनेस हो भनेर लगातार अगाडि बढेको गर्ने व्यक्ति एक दिन क्राउन एम्बेसडर बन्छ। यो म्याङ्गो थ्योरीले चाहिँ एउटा ठुलो लेसन दिन्छ हामीलाई। अनि अर्को चाहिँ डिएक्सएनको सफलताको लागि एकदमै स्ट्रङ कम्पनी हो, इस्टाब्लिश छ र यसको चाहिँ दुईटा आधारहरू छ। यो किन स्ट्रङ छ भन्दा यसले चाहिँ शिक्षा राम्रो दिन्छ, जुन शिक्षा यो संसारका 7 बिलियन पिपलहरूलाई सबैलाई आवश्यक, त्यस्तो शिक्षा दिन्छ। हरेक मान्छेलाई आफूलाई डेभलप गर्नको लागि
आफूलाई विकास गर्नको लागि, आफूलाई स्वस्थ गर्नको लागि, आफूलाई सफल हुनको लागि यसले चाहिँ एकदमै राम्रो शिक्षा दिन्छ। एउटा भने अर्को के छ भन्दाखेरि यसले हामीलाई ह्याबिटमा ट्रान्सफर्म गर्छ। हामीले राम्रो ह्याबिटमा ट्रान्सफर गर्छ। हाम्रो गलत ह्याबिटलाई बिस्तारै 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 छोडेर राम्रो ह्याबिटमा चाहिँ परिवर्तन ल्याउँछ। यही हो कारण, यो दुईटा सिद्धान्तको कारणले गर्दाखेरि डिएक्सनमा चाहिँ के हुन्छ त हामी सफल हुन सक्छौँ। सूर्य परियार आज तपाईँहरूको बिचमा यसरी चाहिँ प्रेजेन्टेसन गर्ने मैले मौका पाएँ होइन। म कुनै बेला यसरी त्यहीँबाट उठेर नाम भन्नुहोस् भन्दाखेरि नाम बिर्सेको मान्छे, नामै नआएको, परिचय दिनु भनेर माइक आफ्नो हातमा आउँदाखेरि नामै छैन। फेरि चाहिँ म के बोल्ने, यहाँ आएर अड्किया छ भनेर भक्कै आउँदैन। हेर्नुहोस् है, त्यस्तो सूर्य परियार होइन। अब ह्याबिटको कुरा गर्ने हो नि त, अब त्यो लेखेर पन्नामा भरिँदैन, त्यो हटाउँदैन। त्यो कति गलत ह्याबिट थियो त्यो होइन। खानेको ह्याबिट बनिन्छ, विचारको ह्याबिट बनिन्छ, एटिट्युड के थियो कि के थियो। तर बिस्तारै 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 मोडर्न बनाउँदै 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 आज म तपाईँहरूसँग जुन छु नि, आजभन्दा 20 वर्ष अगाडि थिएन सूर्य है। त्यस कारण चाहिँ म थ्याङ्क यू डिएक्सन भन्न चाहन्छु। त्यो जोरदार डिएक्सनको एजुकेसन र डिएक्सनको ह्याबिटले गर्दाखेरि मैले भयो है यो फाइदा। अनि डिएक्सन एउटा सुन खानी हो। गाजरमा है सुन, रातो च्याउ चाहिँ सुन हो, त्यो चाहिँ सुन खानी हो। डिएक्सनमा जति तपाईँले प्रमोट गर्यो भने पनि यो सुन खानीबाट सुन सकिनेवाला छैन होइन। जति प्रमोट गर्नुहोस् त्यस कारणले चाहिँ डिएक्सन चाहिँ गोल्ड माइन कम्पनी र कम्पनीको 4वटा महत्त्वपूर्ण पिलरलाई कहिले पनि यो प्रिन्सिपललाई नभर्नुहोस्। कम्पनीको स्टेबिलिटी, हामी जस्तो स्ट्रङ स्टेबिलिटी डाइरेक्ट सेलिङमा मलाई जहाँसम्म लाग्छ कमै कम्पनी छन्। एउटा मात्रै कुरामा मैले गरेको छैन, हरेक एस्पेक्टमा गर्दैछु। लिगली रूपमा हेर्नुहुन्छ भने यहाँका मानिसहरूको बारेमा, बोनस आउने बारेमा संसारभरि चाहिँ सिम्पल एउटा कार्ड रेजिस्ट्रेसन गरेर गर्न पाउने कारणमा थुप्रै इथिकले हेर्ने भने डिएक्सन इज द बेस्ट कम्पनी अनि स्टेबल कम्पनी। आज कैयौँ कम्पनीहरू फ्याक्ट्रीहरू छन्, कैयौँ ठाउँमा लगानी गरिरहेको कम्पनी, यो एकदमै सबल र सफल कम्पनी हो। तपाईँ त्यस्तो कम्पनीको एउटा प्रतिनिधि हुनुहुन्छ। अर्को चाहिँ प्रोडक्ट सुपरियोरिटी होइन, के अरे उत्कृष्ट उत्पादन। त्यो त सबैलाई थाहा भएको कुरा, हाम्रो प्रोडक्ट कति सुपर छ होइन, कति राम्रो छ भन्ने कुरा त हामी आफैले खाएर हामी आफैले भोगेर आएका कुरा हो। यसको चाहिँ कुनै पनि प्रकारको यसमा कम्प्लेन छैन। त्यस कारणले आज 32 वर्षको इतिहासमा चाहिँ डिएक्सनको जति पनि हाइटमा पुर्याउनको लागि जुन सफलता प्राप्त गरेको छ नि, बिकज अफ सुपर प्रोडक्ट, मेजिकल प्रोडक्ट होइन, मिराकल प्रोडक्ट भन्छ अझै होइन, चमत्कारी बुद्धि। त्यो पनि हाम्रो फर्मुला बनाउने, खेती गर्ने फर्मुला, प्रोसेसिङ गर्ने फर्मुला, प्याकेजिङ गर्ने फर्मुला अरू कम्पनीभन्दा धेरै फरक छ। त्यस कारणले हामीलाई कम्पिट गर्ने कम्पनी कोही पनि छैन। त्यस कारणले हामी नम्बर 1 हुन सक्छौँ। जेनेरेस मार्केटिङ प्लान, उदारवाद, तपाईँ धेरै मान्छेलाई जिताउनुहुन्छ, तपाईँ जित्नुहुन्छ। अरूको उद्धार गर्दाखेरि तपाईँको विजय हुने हो कि यहाँ चाहिँ कसैलाई खुट्टा तान्नु छैन, कसैलाई फेल बनाउनु छैन। तपाईँ सफल हुनको लागि जति धेरै मान्छेलाई तपाईँ उद्धार गर्नुहुन्छ, राम्रो बनाउनुहुन्छ, सफल बनाउनुहुन्छ, तपाईँ सफल हुन्छ। यस्तो मार्केटिङ प्लान छ। अनि अन्तर्राष्ट्रिय सञ्चार होइन, वर्ल्ड वाइड, यो सारा ग्लोब हाम्रो मार्केट हो, सारा ग्लोब। हामी सामान्य बिजनेसमा छैनौँ, सामान्य बिजनेस छैन, हामी त एकदमै ग्रेट बिजनेसमा छ। यो चाहिँ मेन आधार हो। यो स्तम्भले गर्दाखेरि नै तपाईँले कहिल्यै पनि कुनैसँग न त शिर झुकाउनु पर्छ, न डग्नु पर्छ, कहिल्यै पनि डराउनु पर्दैन। ढुक्कसँग वी आर द नम्बर 1 कम्पनी, वी आर द बेस्ट कम्पनी। त्यो चाहिँ तपाईँले भित्र हृदयदेखिबाट आउनु पर्यो। कारण यो चाहिँ तपाईँले बुझ्नु पर्यो। अर्को चाहिँ डु डिएक्सन बिजनेस अल द टाइम। डिएक्सनलाई पार्ट टाइम र फुल टाइम भन्ने छैन। डिएक्सनलाई चाहिँ जतिखेर पनि गर्न मिल्ने बिजनेस ओन्ली 1 हो, के हो त डिएक्सन। त्यस कारणले डिएक्सन भन्छ कि अल द टाइम यु क्यान डु डिएक्सन। जतिखेर पनि जुन चाहिँ तपाईँले रोजे पनि भयो। यसको लागि चाहिँ कुनै पार्ट टाइम र फुल टाइम भन्ने छैन। त्यस कारण धेरै जसो मान्छेले मलाई समय नै छैन, म कहाँ गर्ने, कसरी गर्न सक्छु भनेर भन्छ नि। तर वास्तवमा खाँदाखेरि तपाईँले कफी पिउनु भयो नि, त्यो टाइम कफी पिउनुको लागि टाइम दिनु भने तपाईँको बिजनेस भयो कि नुहाउनुको लागि टाइम त्यस्तै के सेपरेट टाइम चाहिन्छ र चाहिँदैन नि त। तपाईँ नुहाउँदाखेरि बिजनेस भयो,
कफी पिउँदा बिजनेस भयो, दाँत माझ्दा बिजनेस भयो हैन, तपाईँ आफ्नो सप्लिमेन्ट लिएर स्वस्थ हुँदा बिजनेस भयो। अनि तपाईँलाई टाइम कहाँ चाहियो त एक्स्ट्रा? हो, यही कुरा सेयर गर्ने हरेक बिजी मान्छेले गर्न सक्छ। यो कुनै पनि व्यक्तिले गर्न नसक्ने भन्ने कुरा चाहिँ त्यसकाले डिक्सनरी त अल द टाइम, त्यसको लागि चाहिँ कुनै पनि पार्ट टाइम र फुल टाइम भन्ने छैन है। त्यसकारणले अब 30 इयर जो 3 इयर अब बल्ल चाहिँ यसको फर्मुला चाहिँ अब नेपालमा सुरु हुन्छ। नेपालमा चाहिँ अब सुरु हुन्छ। हामीले चाहिँ धेरै उतार चढावहरू पायौँ हैन। अहिले चाहिँ यो चाहिँ फर्मुला साँच्चै नै 30 वर्षमा तपाईले 30 वर्षमा चाहिँ यदि घण्टा एक दिनमा 8 घण्टा काम गर्नुहुन्छ भने म अलिकति फर्मुलासँग बताइदिन्छु। 8 घण्टा काम गर्नुहुन्छ भने 30 वर्षमा कति घण्टा काम गर्नुहुन्छ हिसाब गर्नुहोस् न। एक महिनामा कति घण्टा काम गरिन्छ? एक दिनमा 8 घण्टा इन्टु 6 दिन, एक दिन त छुट्टी हुन्छ है। कति घण्टा? 240 इन्टु 30 गर्नु पर्यो। 30 गर्नुस् त हैन। 240 इन्टु 30 भनेपछि एक दिनमा 8 घण्टा भनेपछि त एक महिनामा भयो होला सर 240 त। ए हप्तामा भयो कि 4 गर्नु पर्यो हैन। यो हप्ताको भयो 4 इन्टु 4 मात्रै गर्नु। 240 इन्टु 4 गर्नु। 240 इन्टु 240 इन्टु 4 इन्टु 30 त 30 इयर गर्नु त कति हुन्छ? 30 इयर 30 इन्टु 30 कति भयो? 28,800। 28,800। यहाँ चाहिँ 1 लाख भन्दा धेरै अर्गनाइजेसन हुने मान्छे हुनुहुन्छ। कति हुन्छ? 1 लाख भन्दा धेरै 50,000 भन्दा माथि हुने कोही हुन्छ। 50,000 आफ्नो अर्गनाइजेसनमा 50,000 हुने सुरेश सरले सक्या 50,000 छ है। उहाँको टिममा 50,000 छ। 50,000 जनाले यदि उहाँले 1 घण्टा कहीँ न कहीँ डिएक्सनको बारेमा के अरे बोल्नु भयो, सेयरिङ गर्नुभयो भने उहाँको 50,000 घण्टा पर डे काम, पर डे। दिस इज कल 30 इयर्स जब इन 3 इयर्स भनेको त्यही हो। अहिले उहाँलाई चाहिँ त्यो 50,000 को भन्दा ठुलो टिममा चाहिँ उहाँलाई टाइम लाग्यो होला, तर अब उहाँको एभ्री व्यक्तिसँग जुन टाइम जोडिएको छ नि त्यो एकै दिनमा चाहिँ हुन्छ। त्यो पावर फर्मुला भनेको हो। त्यसकाले हाम्रो डिएक्सएनमा तपाईँ 60 पुगेपछि मात्रै पेन्सन भन्ने छैन। उमेरले छेक्दैन, यङ पेन्सन। तपाईँ अहिले हेर्नुहोस् त विराम सर 31 इयर्समा चाहिँ उहाँ क्राउन एम्बेसडर भएर उहाँ फ्रिडम, उहाँ पेन्सन हो, पेन्सन भइसक्नु भएको छ। त्यो चाहिँ उमेरले छेकेन उहाँलाई। अनि समृद्ध अवस्थामा पेन्सन पनि कस्तो पेन्सन? हामी चाहिँ त पेन्सन आउँदाखेरि त आधा पेन्सन पाउँछौँ। गभर्नमेन्ट सेक्टरको तपाईले यदि तपाईले 50,000 खानुहुन्छ भने पेन्सन कति आउने हो? 25,000, आधा आउँछ। तर यहाँको पेन्सन के हो त? वृद्धि 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 अझै वृद्धि हुने पेन्सन हो। अब स्टक हुन्छ र हुँदैन, अझै वृद्धि हुन्छ पेन्सन। त्यो पेन्सन फेरि अर्कोमा पनि 7% जान्छ, वृद्धि हुँदै जान्छ। यस्तो प्रकारको पेन्सन हामी बनाउँदैछौँ। अनि आजकल पेन्सन बनाउने मान्छे चाहिँ 4-5 वटा रोग लिएर पेन्सन निस्किन्छ। प्रेसर, डायबिटिज, युरिक एसिड, कोलेस्ट्रोल हैन, 4-5 वटा रोगको साथमा पेन्सन पाउँछन्। अनि उनीहरूको रोग पेन्सनको पैसा त रोगको उपचार गर्न पनि भ्याउँदैन। त्यस्तो हुन्छ। तर डिएक्सएनमा तपाईले काम गरेर पेन्सन पाउनु भयो भने स्ट्रङ एन्ड हेल्दी पेन्सन पाउनु। त्यसकारणले डिएक्सएनमा यो सम्भव छ। त्यसकारणले तपाईले आफूलाई एउटा म्याराथन धावकको रूपमा चाहिँ सम्झिनुहोस्। डिएक्सएन भनेको चाहिँ एकदम लङ जर्नी हो। म्याराथन भनेको मिनिमम पनि 40 किलोमिटर 40 किलोमिटरको भन्दा माथिको चाहिँ उसलाई चाहिँ म्याराथनमा लगाउँछ क्या। 20 हो कि 40 मा एक्ज्याक्ट थाहा भएन। त्यस्तो एकदम लामो यात्रा हो। तिनीहरूको यात्राको त्यो एउटा फर्मुला के हुँदो रहेछ भन्दाखेरि यदि यात्रा तपाईँ अहिलेदेखि नै तपाईँ भर्खर सुरुवात गर्दै हुन्छ, क्राउन एम्बेसडरको सोच्नुहुन्छ भने तपाईँलाई बडो टेन्सन हुन्छ। क्राउन एम्बेसडर कहिले पुग्ने होला, भर्खर म डिस्ट्रिब्युटर छु हैन, तपाईँलाई टेन्सन हुन्छ, चिन्ता हुन्छ। तर डिएक्सएनको कल्चरले के भन्छ? डोन्ट वरी, तपाईँ क्राउन एम्बेसडरलाई अहिले नसोच्नुहोस्। तर म्याराथनले चाहिँ तपाईको रनिङलाई इन्जोय गर्नुस् भन्छ क्या। तपाईले चाहिँ कहाँ डेस्टिनेसनमा पुग्ने हो त्यो नसोच्नुहोस्। 40 किलोमिटर परिको डेस्टिनेसनमा सोच्नु परेन। तपाईले आफूले बढाएको पाइलालाई इन्जोय गर्नुस्, रमाइलो गर्नुस्, त्यसलाई मजा लिनुहोस् भन्छ। भनेको एभ्रीडे खान, खुवाउन, सेयरिङ गर्न, मान्छेलाई जोइन गर्न, बोल्न, त्यसमा रमाइलो गर्दै जानुहोस्, त्यसलाई मजा लिनुहोस् एभ्रीडे। अनि त्यही चिजले तपाईलाई एक दिन क्राउन एम्बेसडर पाउँछ। तपाईले सोच्नै पर्दैन। तपाई एभ्रीडे तपाईको कामलाई इन्जोय गर्नुस् त। एभ्रीडे न्यू जोइन,
एभ्रीडे मान्छेलाई सेयरिङ, एभ्रीडे क्लास, एभ्रीडे सिक्ने, एभ्रीडे सिकाउने, त्यो कुरामा रमाइलो गर्न त्यहाँ बोर नमान्नुहोस् कि मैले सिकाउन पर्यो। बोर नमान्नुहोस्। कसैले चाहिँ एउटा मान्छेलाई प्रोडक्टहरू माग्यो दिनु पर्यो भने ओहो कसरी जाने यो जाने कोही हो छैन त्यस्तो नसोच्नुहोस्। मलाई टाइम छैन। त्यो तपाईँ सानो चिज भए पनि तपाईँलाई खुसीका साथमा सेवा दिनुहोस् त। त्यो सेवालाई तपाईँ निरन्तर दिनुहुन्छ भने एक दिन तपाईँ 100% कहाँ पुग्नुहुन्छ त? क्राउन एम्बेसडर हुनुहुन्छ। देशको यही फर्मुलाले चाहिँ बडो काम गर्छ। अनि यहाँ के भनिएको छ भन्दाखेरि यदि तपाईँले विश्वास गर्नुहुन्छ म सक्छु, तपाईँ सक्नुहुन्छ। तर यदि बिलिभ गर्नुहुन्छ कि म सक्दिनँ, यु आर राइट भन्छ क्या। तपाईँ सक्दिनँ भन्नुहुन्छ भने यु आर राइट, किनकि यु आर द बस। त्यसकारणले आफ्नो आराम क्षेत्रबाट बाहिर निस्किनुहोस्। आफ्नो कम्फोर्ट जोन हैन, कुनै पनि सफलताको लागि तपाईँले आफ्नो आराम क्षेत्रलाई चाहिँ त्याग्नु पर्ने हुन्छ। अनि आफूले आफूलाई चाहिँ राम्रो बेटर बनाउनलाई चाहिँ अलिकति सामान्य राम्रो कुराहरूलाई छोडिदिँदा पनि केही फरक पर्दैन। तपाईँ किन त बेटर ठाउँमा जाँदै हुनुहुन्छ। अनि आफ्नो लागि कहिले आर्टिफिसियल बाउन्ड्री भन्छ के, आर्टिफिसियल नपुग्ने बाउन्ड्रीलाई सेट गरेर चाहिँ एकदम चिन्तित भएर नबस्नुहोस् भन्छ। जुन हुनसक्छ त्यसलाई मात्रै सेट गर्नुहोस्। जुन कार्यमा तपाईँ उत्कृष्ट हुन सक्नुहुन्छ त्यसमा उत्कृष्ट हुने प्रयास गर्नुहोस्। तपाईँमा जे क्षमता छ पत्ता लगाउनुहोस्। त्यो क्षमतालाई तपाईँले त्यसलाई साथ लिएर अगाडि बढ्नुहोस्। सिक्न कहिल्यै नछोड्नुहोस् भन्छ। एकदम अहिले अधिकांश लिडरहरू फेल हुनुको एउटै कारण हो, दे स्टप लर्निङ। तिनीहरू चाहिँ लर्निङमा कहिल्यै पनि टाइम दिँदैनन्। जहिले बिजी हैन, एउटा किताब पढ्दैनन्, एक महिनाभरिमा एउटा किताब पढ्दैनन्, कुनै एउटा ट्रेनिङ लिँदैनन्। अनि सपना देख्छन् क्राउन एम्बेसडर हुनेको हुन्छ, हुँदैन। त्यसकारण किप अन लर्निङ। लर्निङ चाहिँ सिक्नु कहिले पनि नछोड्नुहोस् भन्छ। अनि इन्भेस्ट, शिक्षाको लागि समय र धनको गर्नुहोस् भनेर लगानी गर्नुहोस्। अलवेज कहिलेकाहीँ शिक्षा त्यत्तिकै पाइँदैन, कहिलेकाहीँ चाहिँ तिर्नुपर्ने हुन्छ हैन। हाम्रो सुरेश सरले हेर्नुहोस् त, उहाँले मलाई जहाँसम्म लाग्छ मिलियन रुपिस चाहिँ उहाँले शिक्षामा चाहिँ आफूले आफूलाई निर्माण गर्नलाई लगानी गर्नुभयो। त्यसै कारण चाहिँ आज हेर्नुहोस् त उहाँ कस्तो तरिकाको भित्र इनर पावरदेखिबाट लिएर उहाँले काम गर्नुहुन्छ। त्यो किन? बिकज अफ इनर नलेज उहाँले हाल्नु भएको छ। उहाँलाई कुनै कुराको चाहिँ हिचकिचाहट छैन, किनभने उहाँले सिक्नुभयो। जस्तो सुकै परिस्थितिलाई पनि उहाँले ट्याकल गर्न सक्नुहुन्छ बिकज अफ लर्निङको कारणले गर्दाखेरि। जब जुन मान्छेले लर्निङ गर्दैन नि त्यो मान्छे सानो समस्याबाट आत्तिहाल्छ, किनभने उसँग त्यो टेक्निक छैन, उसमा त्यो प्यार छैन। त्यसकारणले भनिन्छ नि यदि जो मान्छे लर्निङ गर्ने एटिट्युड छ नि त्यो मान्छे सुसाइड गर्न पनि बच्छ अरे। त्यस्तो मान्छे लर्निङ गर्ने एटिट्युड। त्यसकारण चाहिँ शिक्षा भन्ने चाहिँ धेरै महत्त्वपूर्ण कुरा हो। यो दुईटा कुरा चाहिँ डिक्सनले एकदमै यहाँ हामीले भन्छ ट्रेनिङ हुन्छ। त्यो ट्रेनिङमा गएर के हुन्छ त सधैँ त्यही बोल्ने हो, त्यही परिवार सूर्य परिवार बोल्ने, त्यही मान्छे बोल्ने, त्यही बोल्ने। त्यो नसोच्नुहोस् कहिलेकाहीँको एउटा वर्ड क्यान चेन्ज योर लाइफ। तपाईँको लाइफलाई टर्निङ दिन सक्छ एउटा वर्डले। यो त नसोच्नुहोस् कि यो सिम्पल यो जे पनि हो त्यहाँ गएर के हुन्छ र, त्यो नसोच्नुहोस् कहिलेकाहीँ। त्यसका लर्निङ एटिट्युड चाहिँ अलवेज हुनुपर्छ। त्यो भन्छ हाम्रो उसले। त्यसकारणले यदि तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ सक्नुहुन्छ भने तपाईँले गर्नुहुनेछ। आफ्नो खराब बानीलाई परित्याग गर्नुहोस् हैन। तपाईँले यदि सक्छु भन्नुहुन्छ सक्नुहुन्छ। आफ्नो खराब बानी आफूलाई थाहा हुन्छ। जब तपाईँ ट्रेनिङमा आउँदै जानुहुन्छ अझै थाहा हुँदै जान्छ मभित्र के अवगुणहरू छ, मलाई के कुराको आवश्यकता छ भनेको त थाहा हुन्छ। तपाईँ त्यो छोड्दै जानु पर्यो। अनि त्यसपछि यो सबैभन्दा ठुलो रोग छ अहिले हाम्रो समाजमा। पैसै छैन, समय छैन, साथी छैन, कहाँ जाने, के गर्ने। यो चाहिँ सबैभन्दा ठुलो क्यान्सर हो, जुन क्यान्सरले तपाईँलाई फिनान्सियली फ्रिडम हुनबाट रोकिदिन्छ। त्यसकारण चाहिँ यो क्यान्सरबाट बस्नुहोस्। तपाईँलाई डिक्सनको संस्कारले के भन्छ भने जहाँ छ जे गर्न सक्नुहुन्छ त्यहीबाट गर्नुहोस् भनेको छ। त्यो तपाईँले त्यो भन्नै जरुरी छैन कि आज मान्छेको चाहिँ यही सबैभन्दा यो फोबिया छ। यो मसँग समय छैन, मलाई पैसा छैन भनेर त्यो चाहिँ तपाईँ र मेरो विचार मात्रै हो, ओन्ली वन थट मात्रै हो। तर हामीसँग हैन सबै म्यानेज गर्न सकिन्छ। हामीले नै म्यानेज गर्ने। यदि हामी बेटर गर्न सक्छौँ भने हामीले म्यानेज गर्न सकिन्छ। त्यसकारणले सबैलाई यो संसारका सबै मान्छेलाई 24 आवर्स हो। यो संसारमा 24 आवर्स बाहेक अरू कसैसँग धेरै पनि पैसा छैन, समय छैन। त्यही 24 आवरलाई म्यानेज गरेर कसैले देश चलाइरहेछन्, कसैले कति बिलियन डलरको इन्डस्ट्री चलाइरहेछन्
भने के हामीले चाहिँ त्यो 50,000 1 लाख रुपियाँ एउटा परिवार सञ्चालन गर्नको लागि कमाएको कमाइले चाहिँ हामीलाई ती 24 घण्टाले एङ्गेज गरेर समय छैन भन्छ। अनि हामी चाहन्छौँ हाम्रो लाइफलाई बेटर बनाउनु। त्यसकारण चाहिँ त्यो रोग हो, यो चाहिँ एउटा विचार मात्रै हो। यो विचारलाई परित्याग गरेर यस मैले गर्न सक्छु, मसँग समय छ भन्ने चाहिँ तपाईँले अवलम्बन गर्नुहोस्। तपाईँ सधैँ विश्वास गर्नुपर्छ कि तपाईँ अवश्य सफल हुनुहुन्छ। यस, बिलिभ इज द मेन की। तपाईँले विश्वास गर्नु, यस आई क्यान, म चाहिँ गर्न सक्छु, म यसमा सफल हुन्छु भन्ने कुराको बिलिभ अरूले दिएर हुँदैन। बिलिभ भन्ने चिज, कन्फिडेन्ट भन्ने चिज तपाईँलाई दिएर भोटाएर खुवाउनु मिल्यो होइन कि, त्यो आफैले प्र्याक्टिस गर्नुपर्छ, आफै भित्रबाट आउनुपर्छ। त्यो कसैले भनेर हुँदैन। जबसम्म तपाईँलाई त्यो बिलिभ आउँदैन, त्यो कन्फिडेन्ट आउँदैन नि, तपाईँ मार्केटमा सफल हुनु, तपाईँ सफल हुनु। किनभने तपाईँलाई त्यो कन्फिडेन्ट हुनुको लागि सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ। त्यो सङ्घर्ष गर्ने चाहिँ बानी चाहिँ त्यो कन्फिडेन्ट ल्याउने नै सङ्घर्षले हो। कन्फिडेन्ट सङ्घर्ष गर्नु भयो भने त तपाईँलाई कन्फिडेन्टै आउँदैन। त्यस कारण चाहिँ बिलिभ गर्नुहोस्, म सक्सेस हुन्छु, सक्सेस हुनुहुन्छ। अब सफल हुनको लागि तपाईँले आफ्नो आर्थिक क्षेत्रबाट बाहिर निस्किनुहोस्। के भनिसकेको छ, जहाँ हुनुहुन्छ त्यहीँ नरोकिनुहोस् होइन। आफ्नो सपना साकार गराउनको लागि आफ्नो डरभन्दा अगाडि बढ्नुहोस् होइन। जित, डरका आगे जित भने जस्तै तपाईँ आफूले आफूलाई अगाडि बढाउनुहोस्। मैले त कार्यक्रम गर्न सक्दिनँ, म त प्रेजेन्टेसन गर्न सक्दिनँ कि, मैले मान्छेसँग त गर्नुहोस् त, त्यहीँबाट तपाईँलाई फेरि आउँछ। गर्नुहोस् त, त्यहीँबाट अझै स्टेप बढ्न आउँछ। गर्नुहोस् त। हिजो म चाहिँ मेरो आफ्नो परिचय दिन नसक्ने मान्छे, मैले गरेँ, म त्यो दिन आएर कार्यक्रममा गएको अनि परिचय दिन सकिनँ। म त्यो दिन के भयो थाहा भयो, कति कुरा सिकायो होला, तर मलाई एउटै कुरा मेरो दिमागमा रहेको, म किन बोल्न सकिनँ, मेरो परिचय किन दिन सकिनँ। मलाई त्यो मात्रै दिमागले भयो, मलाई खलखल पसिना। अनि म चाहिँ साँझमा आएर घरमा आएर भने कि म अब एक दिन चाहिँ म यस्तो ट्रेनर बन्छु, यिनीहरूले जस्तै ट्रेनिङ दिने चाहिँ बन्छु। मलाई चाहिँ त्यो बोल्न नसकेले मलाई चाहिँ डरबाट पछाडि हटाएर कि मलाई त झन् एउटा यस्तो पावर थप्यो कि म यस्तो नपढी छोड्दिनँ भन्ने भयो कि। त्यो कमिटमेन्टको कारणले गर्दा आज म जाने पनि नजाने पनि, सायद म तपाईँको लागि यो योग्य छैन होला यो एक्सप्लेन गर्नलाई, तर म चाहिँ कोसिस गर्छु म अगाडि आउने, म अगाडि आउने। त्यो चाहिँ मेरो चाहिँ त्यतिखेरदेखिको चाहिँ म चाहिँ के हो त भन्दाखेरि मलाई त्यो टिम्सले गर्दाखेरि त्यो आफूलाई दिएको टार्गेट हो त्यस्तो चाहिँ तपाईँ यो कन्फिडेन्ट आएको चाहिँ यो मेरै प्र्याक्टिसले हो। म आजभन्दा 2008मा अहिले त म धेरै राम्रो व्यवस्थित तरिकाले केही न केही गर्न सक्छु। 2008मा म केही पनि भर्खर डिएक्सनको डायमन्ड हुँदाखेरि मलेसियामा इङ्ग्लिसमा प्रेजेन्टेसन गरेको, इङ्ग्लिसमा होइन। दुबईका त्यो डक्टर इस्माइल, डक्टर परवाना अस्ति भर्खर स्वर्गीयवास हुनुभयो, डक्टर परवाना, अनि हरुन रसिद, अनि म एउटा नेपालको मान्छे। मैले त्यतिखेर त्यहाँ इङ्ग्लिसमा कुरा गरेँ, कस्तो कन्फिडेन्ट होला, मैले के बोल्यो होला, मलाई त अचम्म लाग्छ कि त्यस्तो प्रकारको चाहिँ म मान्छे हेर्नु चाहिँ। त्यस कारण चाहिँ हामीले आफूलाई चाहिँ कम्फोर्ट जोनमा चाहिँ राख्नु हुँदैन। सफल हुनको लागि तपाईँको आफ्नो ठिक छ, त्यस कारण गरेर चाहिँ अगाडि बढ्नुहोस्। अब यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ है, एकदम हुन त सबै कुरा महत्त्वपूर्ण छ। तपाईँ अलवेज डिएक्सनको सङ्गतमा रहनुहोस्। एउटा चराले त, एउटा पन्छीले त आफ्नो पखेटा सेमसेम भएको बगाल खोज्छ भने होइन, तपाईँ म चाहिँ डिएक्सनमा सफल हुन चाहने, डिएक्सनको सङ्गतमै नबस्ने, डिएक्सनको सफल व्यक्तिसँगै सङ्गत नगर्ने, डिएक्सनको राम्रो व्यक्तिहरूसँग सङ्गत नगर्ने, कन्ट्याक्ट नगर्ने, उनीसँग राय सल्लाह नलिने तपाईँ त्योभन्दा बाहिर बस्नुहुन्छ भने तपाईँको सफलता छ। किनभने बाहिर त के हुन सक्छ, यसले के गरिरहेछ, त्यसले के हुन्छ र भन्ने मान्छे तपाईँ पाइलै पछि पाउनुहुन्छ। तर तपाईँ बगालमा आउनुभयो, तपाईँ डिएक्सनकोसँग यस यु क्यान डु भन्ने चाहिँ तपाईँ मान्छे पाउनुहुन्छ। तपाईँको अपनालाई एकचोटि फोन गर्नुभयो भने यस तपाईँको राम्रो भइरहेछ, तपाईँले गर्न सक्नुहुन्छ भनेर हौसला पाउनुहुन्छ। तर तपाईँले त्यहाँ आफ्नो अपलाइनलाई, आफ्नो टिमलाई, आफ्नो उसभन्दा बाहिर जानुभयो भने केही पनि छैन यो भन्ने कुरा, यो सुन्ने कुरा भनेर तपाईँलाई यहाँ भर्दैछ, तपाईँलाई त्यहीँ दबाइदिन्छ। त्यस कारणले सङ्गत सबैभन्दा ठुलो कुरा हो, यही कुरा बताउँछ। त्यस कारणले चाहिँ हामी चाहिँ सकारात्मक विचार भएको मान्छेहरूसँग सङ्गत गर्नुपर्छ। नेगेटिभ मान्छेसँग सङ्गत गर्नुभयो भने फेरि तपाईँको नेगेटिभ बिलिभ बढी बढ्छ। याद गर्नुहोस् है, तपाईँले साथी पनि चुज गर्नुपर्ने हुन्छ, र सफल व्यक्ति र असफल व्यक्ति
सकारात्मक कुरा गर्ने र ऊर्जा दिने मान्छेसँग बस्नुहोस् र नकारात्मक गरेर ऊर्जालाई कम गर्ने मान्छेसँग त्यहाँ भागिहाल्नुहोस्। यो चाहिँ तपाईँले आफूले डिसाइड गर्नुपर्छ। तपाईँले चुज गर्नुपर्ने हुन्छ तपाईँ कुन सङ्गतमा हुनुहुन्छ। अब अन्तिममा तपाईँले यस्तो कारणले गर्दाखेरि मैले गर्न सक्दिनँ भन्ने थुप्रै कारणहरू चाहिँ यदि मनमा आउँछ भने आज एउटा हटाइदिनुहोस्। म बुढो भएर म के गर्न सक्छु, मेरो त उमेर गइसक्यो भन्ने मनमा आउँछ नि कहिले होइन। कहिले म बुढो केही गर्न सक्दिनँ, नो, उमेरले तपाईँ केही फरक पर्दैन। तपाईँको भित्र एउटा सपना हुनुपर्छ, एउटा इच्छा हुनुपर्छ। त्यस कारण चाहिँ त्यस्तो बहाना नगर्नुहोस्। म भर्खर यङ छु, मेरो कुरा कसले पत्याउँछ, म भर्खर यहाँ पढाइ भएर भर्खर +2 सिद्धिएको छु, मेरो कुरा कसले विश्वास गर्छ र म त सक्दिनँ, त्यस्तो पनि नभन्नुहोस्। म अशिक्षित छु, म कसै गर्न सक्छु, त्यो पनि नभन्नुहोस्। म धेरै शिक्षा छु, म प्रडक्ट लिएर टुथपेस्ट लिएर कसै बेच्ने, त्यो पनि नभन्नुहोस्। तपाईँले आफूले यस्ता कुनै पनि बहाना आउँछन् भने तपाईँले चाहिँ के गर्नु सक्नुहुन्छ, त्यो कुरालाई मनमा नलिनुहोस्। जस्तो परिस्थिति भए पनि आई क्यान भन्ने चाहिँ गर्नुपर्ने हुन्छ। कतिले भन्छ भने म त बोल्नै सक्दिनँ होइन, त्यो त्यति ठाडो लेख्नु भयो, यति हो त्यति राखेको पछि चाल्नु। अनि कतिले भन्छन् कि म त बोल्नै सक्दिनँ, मेरो त साथी नै छैन होइन, म त शिक्षित छैन होइन, म त यत्रो ठुलो मान्छे, म कहाँ साबुन छ्याम्पो बेच्ने, यस्ता खालका चाहिँ विचारहरू आउँछ। त्यो विचारले तपाईँलाई फ्रिडम लाइफ बिताउनबाट, तपाईँको परिवारलाई जुन लेगेसी छोड्ने म्याटरबाट तपाईँ वञ्चित हुनुहुन्छ। त्यस कारणले चाहिँ तपाईँले त्यस्तो कुराबाट हट्नुहोस् होइन। त्यस कारणले आफ्नो अहङ्कारलाई त्याग्नुहोस्। तपाईँसँग कतिवटा डिग्री छ, कतिवटा मास्टर छ, कतिवटा के छ, तपाईँले त्यसलाई पक्रेर म त कसरी यस्तो मान्छे कसरी कहाँ गएर कस्तो हुने होला भनेर चाहिँ त्यस्तो नसक्नुहोस्। तपाईँ यदि तपाईँ विद्वान हुनुहुन्छ भने जति नम्र भएर मान्छेको बिचमा जान सक्नुहुन्छ नि, तपाईँको भ्यालु त्यति बढ्नेछ, त्यति भ्यालु बढ्नेछ। याद गर्नुहोस् तपाईँले यो कुरा, आज संसारको जति पनि विद्वान र असल व्यक्ति उन नम्रकै भएको कारणले गर्दाखेरि र हरेक मान्छेलाई राम्रो समान व्यवहार गर्न सक्ने भएको भएर नै यो सफल भएको। त्यस कारणले हामी एउटा सर्टिफिकेट पाउँदा बित्तिकै एउटा पिएचडी एउटा केही हुँदा बित्तिकै हामी अहमता हुन्छ, त्यो सर्टिफिकेट लिएर म कहाँ यस्तो चाहिँ गरेर बस्छु होइन। त्यस्तो प्रकारको अहङ्कारले तपाईँलाई अगाडि बढाउँदैन होइन। सिक्न नचाहने बानी छ भने होइन, तपाईँ जागिर गरेर मेरो जागिरले चाहिँ मलाई गर्न दिँदैन भन्ने चाहिँ छ भने जागिर तपाईँलाई भर्याङ बनाउनुहोस् न, जागिरलाई भर्याङ बनाउनुहोस्, त्यहीँबाट सुरुवात गर्नुहोस्। जागिर छोड्नुपर्छ भन्ने छैन नि। त्यस कारण चाहिँ यो जस्तो सुकै परिस्थितिमा पनि गर्न सक्नुहुन्छ। यो सबै कुराहरूले तपाईँलाई गर्न सकिन्छ। त्यस कारण तपाईँले यो कुनै कुराहरूबाट तपाईँ नअल्झिनुहोस्, तपाईँ निरन्तर अगाडि बढ्नुहोस्। त्यस कारणले इन्भेस्ट टाइम एन्ड एफोर्ट इन द एजुकेसन, शिक्षामा चाहिँ तपाईँले आफ्नो समय लगानी गर्नुहोस् होइन। वास्तविकमा नेभर स्टप लर्निङ, अहिले पनि यो दोहोरी होइन, सिक्न कहिल्यै पनि नछोड्नुहोस्। एउटा भनाइ छ, जो व्यक्तिले सिक्न छोड्यो नि, इभन त ऊ 18 वर्षको छ नि, 20 वर्षको छ नि, 22 वर्षको चाहिँ ऊ बुढो भइसक्यो। सिक्न छोड्ने मान्छे इभन त उसको उमेर सानो छ, ऊ बुढो भइसक्यो। तर जो व्यक्ति सिक्न छोडेको छैन, इभन त ऊ 80 इयर्सको किन नहोस्, 80 वर्षको किन होस्, ऊ चाहिँ यङ हो अरे। त्यस कारण चाहिँ सिक्न चाहिँ कहिले पनि नछोड्नुहोस् होइन। आफ्नो खराब बानीलाई त्याग्नुहोस् होइन। नराम्रो बानी छ भने बिस्तारै त्याग्नुहोस्। तपाईँ चाहिँ डेक्सन कल्चरमा आउनुहुन्छ। त्यो जो गर्नु जे तपाईँ गर्न सक्नुहुन्छ, तपाईँ जे गर्न सक्नुहुन्छ तपाईँको आफ्नो बेस्ट तरिकाले गर्नुहोस्। बाँकी त सबै डिएक्सनले नै गर्छ। एकचोटि जोरदार ताली डिएक्सनलाई। हामी ह्याप्पिनेसको प्रमोसनमा अब हामी सहभागी भएर एउटै ढिक्का भएर हातेमालो गरेर हामी आफ्नो समाजमा, आफ्नो परिवारमा, आफ्नो देशमा, विदेशमा सबैतिर हातेमालो भएर हामी हेल्थ वेल्थ र ह्याप्पिनेसको यो मिसनलाई हामी के गर्नेछौँ त प्रमोट गर्नेछौँ। डिएक्सनको यो कोर भ्यालुलाई तपाईँको भित्र हृदयभित्र गरेर आफूलाई निर्माण गर्नुहोस्। यो तरिकाले तपाईँ आफूले निर्माण गर्नुभयो भने तपाईँलाई असफलताले कहिले पनि छुनेवाला छैन। अलवेज तपाईँ सफल हुन्छ। थ्याङ्क यू सो मच। सरी मलाई 1 घन्टा टाइम दिएको थिएँ, 1 घन्टा लागे पनि। अब बाँकी चाहिँ हाम्रो सुविधाले भोलिको अपडेट दिनुहुनेछ। म उहाँलाई बताउँछु। थ्याङ्क यू सो मच।